Hello, namaste everyone. Welcome back to my channel. I am Padma Sanjay हुन्छ म पनि एकदमै सन्चै छु। न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको साथीहरु। आज चाहिँ मैले ल्याएर आएको छु मुकबाङ भिडियो। अनि मसँग चाहिँ होममेड चटपटे यो गिलो चटपटे यो चाहिँ मैले घरमै बनाएको हो। अनि यहाँ छ 2x स्पाइसी करी नुडल्स। यो चाहिँ 2 प्याकेट हो। अनि यो चाहिँ मैले घरमै बनाएको। सो धेरै पछि मुकबाङ भिडियो लिएर आएको छु। मेन त मैले भिडियो नै लिएर आएको थिइनँ अनि डाइरेक्ट आज मुकबाङ भिडियो लिएर आएको छु। सो विदाउट वेस्टिङ आवर टाइम लेट्स स्टार्ट। सो फर्स्टमा चाहिँ म कोक फिल्टर चाहिँ खाँदिनँ, केही पनि खानु चिसो चाहिँ म चाहिँ नर्मल वाटर खान्छु। अहिले गर्मी बढिसक्यो नि त, अन्त पानी खानुपर्छ अब चाहिँ चिसो। सो यो चाहिँ यहाँ छ है, सबै सेलाइसक्यो होला, चटपटे जानु ओसिनै सक्यो होला। सो फर्स्ट चाहिँ म चटपटेबाट गर्छु। मलाई चटपटे चाहिँ खानु मन लागिसक्यो। चटपटे चाहिँ एकदम मिठो भयो। म अघि नै बनायो अनि सेटअपहरू गर्दा ओसिनै सक्यो तर मिठो भयो। मलाई चाहिँ धेरै पिरो मन पर्दैन, त्यो भएर मैले चाहिँ चटपटेमा थोरै नै स्पाइसी हालिदिएँ। करेन्टमा नि स्पाइसी हुन्छ नि त करेन्ट पनि। सो करेन्टको पाली है अब चाहिँ। एकदमै मिठो भयो आज दुइटै। गाइस यो चाहिँ एकदमै ठुलो छ नि, यो स्पुन टाइपको यो ठुलो आएको हुन्छ नि, ठुलो अघि यो चाहिँ स्पुन ठुल्ठुलो बाइट खाइरहेको छु मैले। नम्बर चल्नुभन्दा धेरै ठुलो आयो। चटपट चाहिँ दामी भयो। मलाई पानीपुरी पनि एड गरौँ कि जस्तो लाग्यो। सक्दिनँ होला नि त, अन्त अहिले चाहिँ दुइटा मात्रै लिएर आएको। सबै सेलाएर यो एक ठाउँमै टाँसिसक्यो कि हेर्नु। यो करेन्ट कस्तो खल्लो खल्लो भयो क्या, अरू बेला कस्तो दामी टेस्ट आउँछ नि त, अमिलो पिरो चट्टा। अमिलो त के भन्नु, पिरो पिरो नुन नुन त, त्यही भएर दामी स्वाद आउँछ नि त। मेरो ओठ त के भयो यस्तो।
आज कस्तो खलो खलो लागिरहेको मलाई सायद त्यो चटपटी नै होला चटपटी खाएर खस्छ किनभने चटपटीमा पनि अम्ला हालेको थियो अम्लो पिरो सबै थियो नि त है कति खायो यार म चाहिँ मुखबाङ गर्छु भने चाहिँ खाना चाहिँ यति लिएर बस्छु तर खाना चाहिँ सक्दिनँ क्या मैले त्यही भएर म मुखबाङ गर्नु मन लाग्दैन आज पनि थोरै लिएर आएको थिएँ भोलि पनि खान सक्छु कि सक्दिनँ थाहा छैन है आज तपाईँ पनि धेरै राम्रो चलाउनु आउँदैन त्यही पनि धेरै नै खानु लाग्छ मलाई त म 2-3 इयर्स भयो होला मैले तपाईँले नुडल खान लाग्यो म केही नुडलहरू खाने बित्तिकै तपाईँले खान्छु है लास्ट पिरो भयो मैले भने नि मलाई त्यति पिरो मन पर्दैन जो बर पिरो भयो है प्लस चटपटे प्लस करेन्ट ओ माइ गॉड करेन्ट सकायो हाम्रो कस्तो चिसाइरहेको Ja. चिप्लो छ क्या त्यो रम्सी आएको नि पेट फुल्लो भइसक्यो गाइस अब चाहिँ यो पालि चाहिँ सायद मेरो होम टुर आउँछ होला मेरो घरको होम टुर आखिर यो रोजी मगरको घर कस्तो छ त कहाँ छ त को हुनुहुन्छ त घरमा भनेर आउँछ अब नेक्स्ट ब्लग चाहिँ सायद यही आउँछ होला सकिन हौ खुर्सानी म खुर्सानी नखाने मान्छे आज चाहिँ मुखबाङको लागि भयो नि मैले खुर्सानीको परवाह नगरी हजुरको लागि भनेर मैले खुर्सानीको परवाह नगरी म खुर्सानी खाइरहेको छु कलम त मलाई आज मिलाएन अरू बेला मिठो हुन्छ क्या अरे आज खै के भयो
अझ त्यो करेन्ट हुन्छ नि करेन्ट जस्तो टेस्टै आएन क्या आज कस्तो टेस्ट आएर खानु बित्तिकै मुखको स्वादै गइरहेको के सो गाइस मैले चाहिँ करेन्ट गिभ अप गरेँ म करेन्ट चाहिँ खान सक्दिनँ धेरै छैन थोरै नै छ खाना चाहिँ धेरै छ गाइस क्यामेरामा हेर्दा थोरै जस्तो देखाएको थियो तर ओभर थियो क्या अगाडि चाहिँ सबै करेन्ट चटपट चटपटे करेन्ट औडा भयो गाइजहरु अहिले कति सान्सोले बोलाएँ म त आमा हजुर मेरो साउन्ड सुने खाएर म त बल्ल होस् भएर म के बोलेको मा हावा काममा त म हल्का टाढा खान त अनि त्यही त सान्सोले बोलेको झन् सुन्दैन टाढा म त आफ्नै पारामा आफूसँग बोले बसिरहेको छु क्यामेरामा चाहिँ हेरेको छु तर यत्रो साउन्डले यहाँ करेन्ट पनि छ है गाइस हेर्ने एउटा चरा अब फेरि तलबाट फाल्यो होला भनेर सोच्नु होला नि फेरि छैन नि फालेको खायो यस्तो फाल्नुहुन्छ र गाइस फाल्नु हुँदैन नि अन्नलाई बरु खान सक्नु भने अगाडि देखाइदिने होइन पछि खाने त्यसलाई अलि एकछिन वेट गरेर यस्तो फाल्नु चाहिँ हुँदैन है म यहाँ खुर्सानी छान्न छु सो तपाईँले चाहिँ फाइनली सक्यो बाँकी छ हेर्नु कति अब करेन्ट खाइदिउँ क्या त्यस्तो बिग्रिँदैन फेरि ट्राई हेर्नुमै त गाइस म हजुरहरूको लागि बिर्नु नभए ट्राई हाल्छु सपटा चाहिँ दामी थियो तर करेन्ट चाहिँ मलाई मन परेन आज मिठै लागेन खै के भएर अनि गाइस तपाईहरुले रोटी हेर्नु भयो आकाश थापा नि गएको रहेछ इन्डियन रोटिस के दामी लाग्थ्यो मलाई त नेपालीहरुले गर्छ के सो मैले चाहिँ सबै खनाइसके गाइस सो यति हो बाँकी अब ट्राई हान्नु सक्छु कि न फाल्नु त यो रोजीको डिक्सनरीमा लेखेकै छैन अरे के अस्तिको मुखमा नि मैले चपटे फालेको थिएँ अरे सक्दिनँ यार म खान्छु मात्र तर सक्दिनँ कस्तो हल्ल्या इग्नोर माई सेटअप है गाइज फाले छैन है फेरि राखेर खान्छु खाऊँ कि नखाऊँ फेरि कस्तो बेसी कस्तो टेस्ट छ गुलियो टाइपको कस्तो खाइन्छ
गाइस आज चाहिँ मलाई करेन्ट मनै परेन यति नमिठो भयो आज करेन्ट खै के भएर भयो पनि जहिले यसरी पाउँथेँ के भयो आज तपाईँले गर्दा करेन्ट नमिठो भएको छ साँच्ची खानाको सकिन म यो खाएँ भने साँच्ची भन्दा नराम्रो सुनेर तर साँच्ची यो खायो भने म भमिट गर्नेछु कि लास्ट सबै कस्तो टेस्ट छ यस्तो नमिठो टेस्ट छ धेरै पनि छैन एक गाँस जति हो कि अब के गरौँ खाऊँ फेरि खाएर भमिट भयो भने त्यो नि हो नि त प्रब्लम के गरौँ गाइस खाऊँ कि नखाऊँ यदि यो भिडियोमा म खान्छु है तर यो भिडियोमा 1K भ्यू पुग्नु पर्यो कि मेरो सब्सक्राइबर नि बढ्नु पर्यो है 1K भन्दा बेसी पुग्नु पर्यो है एउटा मुखबाङमा चाहिँ 1K पुगेर रहेछ थ्याङ्क यू सो मच सबैलाई सो सब्सक्राइबर नि बढाउनु है छिट्टै 1K सब्सक्राइबर बढाउनु अनि म सेलिब्रेसन गर्छु 1K सेलिब्रेसन दामी पाराले सो खाने पनि हुन्छ गाइस मैले सकाएँ भने you have to subscribe my channel okay ओम नमः शिवाय नो रिएक्सन च्यालेन्ज है त म सबै एकैचोटि हाल्छु नो रिएक्सन गाइस फाइनली मैले कम्प्लिट गरेँ यार यत्रो चाहिँ मैले सक्छु जस्तो लाग्थ्यो है तर मैले सकेँ सो मेरो नेक्स्ट भिडियो चाहिँ होम टुरको हुनेछ मेरो प्यारो होम टुर सो आई होप हजुरहरूलाई आजको भिडियो राम्रो लाग्नेछ सो डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब बाइ बाइ